एक दिन एक निर्दोष आवाजले मलाई डाकेर भन्यो, ऊ हेर्नु त चन्द्रमा। मलाई लाग्छ उसको पनि होला कुनै अधुरो कथा, कुनै खाली गर्भ, जसलाई भरिने आशाले नै ऊ पनि अडिरहेको होला अन्तरिक्षमा। जसरी उसको उज्यालोको जिम्मा सूर्यले लियो। डाक्टर साहब, मलाई पनि उज्यालो सापटिदिन मिल्छ? के मेरो सूर्य हजुर बनिदिन मिल्छ? हरेक टुक्रिएका ताराहरूलाई म पनि समेट्न खोज्छु हातले, तर हात हरेक पटक खाली फर्किन्छ, जस्तो कि सबैको इच्छा पूरा गर्न खसेको ताराले मलाई कहिल्यै देखेन। डाक्टर साहब, के मेरो तारा बनिदिनुहुन्छ? सबैको कथा बोकेर धरतीमा फूल फुलेका छन्, तर मेरा कथा ती काँडामा मात्र किन अल्झिए? कसरी बुझाऊँ आफ्नै फूल फुलाउन नपाउँदा यो हृदय मरुभूमि बनेको? डाक्टर साहब, मलाई पनि बगैँचा चाहिन्छ, जहाँ मेरा आफ्नै फूल फुलुन्। यी सपनाको थाङ्ग्रो फुकालेर मलाई पनि एक थोपा वर्षा देऊ। त्यो दिन मैले आफैलाई बाचा गरे। उसलाई उज्यालो दिनु परे सूर्य बन्ने, उसको इच्छा सुन्नु परे तारा बन्ने, उसका मनमा फूल फुलाउन परे माली बन्ने। आऊ, तिमीलाई म एउटा नयाँ धरती दिनेछु। त्यो धरतीमा तिमी आफ्ना सपनाको बिउ छर्नु। हामी एकसाथ त्यो शून्यताको फाँटलाई वात्सल्यको कथा सुनाउँदै नयाँ कोपिला फुलाउने छौँ। वात्सल्यको कथा सुनाउँदै नयाँ कोपिला फुलाउने छौँ।